का जुनसुकै देश, जुनसुकै गल्ली, जुनसुकै कुना, जुनसुकै कन्दरा, सातै समुद्र, सातै द्वीपबाट तपाईँहरूले हामीलाई हेर्दै हुनुहुन्छ भनेदेखि आज उपस्थित भइसकेको छु म आफ्नै करेसाबारीमा प्रकृतिले खानको लागि दिएका खानेकुराहरूसहित, तरकारीहरूसहित, फलफुलहरूसहित उपस्थित भइसकेको छु। तपाईँले देख्न सक्नुहुनेछ यो घिउकुमारी रहेको छ, आफ्नै करेसाबारीमा फलेको यो तपाईँको रहेको छ सिमी रहेको छ। हेर्नुहोस् है, यसलाई भन्छ तपाईँको सुटुनी, हाम्रोतिर सुटुनी, सरखण्डा भन्छ, तपाईँहरूकोतिर के भन्छ भन्न सक्नुहुनेछ। यो अर्को लाम्चो खालको सिमी रहेको छ, यो किवी रहेको छ, देख्न सक्नुहुनेछ। यो रहेको छ हाम्रो चाहिँ नै यो चाहिँ नै कागती रहेको छ। त्यसै अनुसार यो हाम्रो उम्रिएको चना रहेको छ र यो हाम्रो आफ्नै करेसाबारीमा फलेको तपाईँको काउली रहेको छ। आज यस्तै खानाहरूको साथमा म आजको शुभ बिहानी चाहिँ यहाँबाट सुरुवात गर्न गइरहेको छु। तपाईँहरूले देख्न सक्नुहुनेछ होइन, बिहानीको सुरुवात तितो चिजबाट गऱ्यो भनेदेखि मिठो चिजमा चाहिँ नै राम्रो हुनेछ भन्ने कुरा सुन्नमा आएकोले गर्दा सुरुवात चाहिँ मैले घिउकुमारी खाएर सुरु गर्न गइरहेको छु। आफ्नै करेसाबारीमा फलेको घिउकुमारी रहेको छ, एकदम मिठो, एकदम चाहिँ नै प्रकृतिले एकदम राम्रो रूपमा दिएको चिज रहेको छ। हेर्नुहोस्, ज्ञान स्वस्थ बनाउनको लागि यो एकदम खानेकुरा राम्रो रहेको छ। त्यसै गरी यो सिमी रहेको छ, हेर्नुहोस्। आहा, कति मिठो। यो सरखण्डा भन्छ हाम्रोतिर, हेर्नुहोस् है। अब यसको कस्तो हुन्छ स्वाद, काँचै पनि खान मिल्छ। यसलाई पकाएर उसिनेर खाने गरेको छ कतिपय चाहिँ नि पूजाहरूमा। आहा, यो सिमी रहेको छ, लाम्चो खालको सिमी। आहा, बडो मिठो। आमा, यो किवी रहेको छ, किवी देख्न सक्नुहुन्छ, किवी। प्रकृतिले दिएका खानेकुराहरू, कागती, आफ्नै करेसाबारीमा फलेको। उम्रिएको चना हेर्नुहोस् है, ज्यानको लागि एकदम, स्वास्थ्यको लागि एकदम राम्रो। घोडाको दाना, आहा, अझै खाउँ।